कान्छो के छ ठिक छ कि हैन हामी कहाँ आएको र आज घुम्नलाई ओकादी कति अरे ओकादी 8 हैन आज हामी चाहिँ दाजुभाइ हैन आज चाहिँ दिनभरि चाहिँ आज चाहिँ रोपाइ पर्यो हैन त्यसपछि हामी चाहिँ दुईटा दाजुभाइ आइयो हैन आज दाजुभाइ टक्क लगेर आइएछ के आज घुम्नलाई एकछिन हैन एकछिन चाहिँ आइयो हैन कस्तो हुँदो रहेछ आज घुम्न आइयो हैन घुम्न आउँदा यस्तो ठाउँहरुको यस्तो बबाल ठाउँ के है ल हेर्नु गाइजहरु यस्तो ब्याकग्राउन्डमा पनि देख्नु छ के हजुरले हेर्नु यस्तो मिठो है हाम्रो चाहिँ ओकादीमा हाम्रो भिरकोट नगरपालिका 8 हाम्रो ओकादीमा हैन यस्तो मिठो ठाउँहरु छ के गाइजहरु तपाई पनि आउन नभुल्नु है स्योर ल अझै भएन भने पानको पात पनि देखाउँछु म रोक्नु है ल अनि हेर्न सक्नुहुन्छ गाइजहरु ल हेर्नुस् है यो हाम्रो यहाँको यो चाहिँ हाम्रो यहाँको यो उसको यो यहाँको ठाउँको यो दुईटा सेक्युरिटीहरु हुन् ल हेर त्यो चाहिँ एउटा बाघ जस्तो छ के क्या मजाको हेर्नु एकटा ठीक छ कि हैन ल ठीक छ हैन तिम्रो चाहिँ यहाँ ठाम रे बसिया छ हैन ल हेर यो दुईटाले पनि यहाँ मजा यहाँ घुम्न आउने रोक्नु है मैले तपाईहरुलाई पानको पात पनि देखाउँछु है ल हेर्नुस् यी पानको पात ल हेर्नुस् है हेर्नु है यस्तो बबाल ठाउँ छ के है तपाईहरुले पनि अब यहाँ आएर यस्तो कचडाहरु जहाँ पनि हुँ फाल्न पाउनुहुन्न है ट्याक्कै यहाँ डस्टबिनहरु छ हैन यहाँ यसरी फाल्न राख्न सक्नुहुन्छ है ल हेर्नु है साथीहरु ल हेर्नु पानको पात हेर्नुस् त यस्तो बबाल छ कि हाम्रो प्रगतिशील पार्क भिरकोट नगरपालिका 8 ओकादीमा है हाम्रो है हेर्नु यस्तो बबाल ठाउँ छ नि यति राम्रो त राम्रो यो त प्राकृतिकको यो बनाएको मान्छेहरूले हैन तर यहाँको यो सौन्दर्य छ नि यो प्राकृतिक रूपले बनाएको छ के यस्तो बबाल ठाउँहरु छ हैन ल हेर यो चाहिँ बच्चाहरु खेल्ने चिफ्लेटी के है टक्क यहाँबाट यसरी चढ्यो हैन टक्क यहाँबाट चढ्यो हैन अब हामी त अब ठुलठुलो भइसक्यो हैन अब के खेल्नु हैन अनि टक्क लाएर ल हेर्नु उताबाट चढ्यो यहाँ सर्लक्क यता गयो यस्तो ठाउँ पो हो त हैन स्वर्ग भनेको यो हो के